आंसू का ढीका क्या थियो अरे कसै त भनिदिन्छौ अरे बुबु पखिसने मर्दिन्छु मैले फेरि कसै त भनिदिन्छस् बाबालाई भन्दे तेरो बाबालाई भनिदिन्छस् ठुल दिदी त भनिदिन्छौ जाऊ त नि भनिदेऊ जाऊ जाऊ कसै त भनिदिन्छौ अरे कसै त भनिदिन्छौ ओइ रुदा रुदा भुक्काएर हाँच्छस् अब कसरी पारेको तैँले अब चाकु चाकु लिउँछु पाच्छस् कसरी पारेको तैँले देखाइदे त ल ल ल फेरि देखाइदे त कसरी कसरी पार्यो अरे ओइ ए आमा भुक्कै अरेको भाइ रुदा 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 हाँसेर पाँचो रहेछ नि एसीमा घैटे त गुयो त छ्याप्पो गनायो आचु छि 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 आचौ छि 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 गनायो ओ कसरी पादेको नि कसरी पादेको छोरा पुक्कर पादेको त्यस्तो हाँसो लाउँदो रहेछ नि पादेर है त्यस्तो रुँदा रुँदै पादेपछि त रुनै छोड्यो नि त छोरो त छ्या कसरी भुक्क पारेको गनाएको आछि छि छि गर्मी भएछ बाबा कति जाने खास नि के बनेको अरे एकछिन बाजे बना नि हेराउली कसरी अरे बाजे बनेको ओहो बाजे बाजेले त भुक्क पाच्छौ फेरि बाजे त बेहोरा छैन ओ कुँडोमा गयो टोपी पोल्यो कसले हो र मम्मीले हो र बाजे बना त बाजे बना एकचोटि ल छैन केही नि हुन्न अहिले म पुगिदिन्छु बाजे बना त बाजे बना पोल्यो छोइ मेरो छोरालाई पोल्यो ल सन्चै भयो बाजे बना थियो एकचोटि बन्द गरिदिउँ बाजे बन्छौ कि बन्द गरिदिउँ बाबु यता नमस्कार गला यता बाबु यता
त्यसै भिडियो नमस्कार गला नमस्कार 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 गर न नमस्कार गर बाबा भन बाबा भन न आछि अब मैले पिटे है अब पिटे कोठामा त झन् पैसा दिनु पर्यो ड्युटीमा ताले डल्ले नाच देऊ ल भह राम्रोसँग माथि नलाउ माथि भिडियो बनाउँदा है पुई मलाई खोगिला खेत खन्दा पानी खन्दा सब ठग मारेर रहेछन् यहाँका खेतालाहरू सब ठग मारेर रहेछन् के भन्यो तातले गोडो अनि होला धेरै नर मगा खानु पर्यो हजुर ताइती गरौ हो म गाली राम्रो बनाएर गडो झाराले केला मगा बुटला जोगा आले नजगा नि भयो नि भङ खानु फेदा माटे नराहो यसरी गोडेका अब राम्रो बनाएर गोडेका भन्नु पर्यो के फेरि रामा हरिहरी राम्रो भयो नि त समूहले जोडेको भन्ने नानी राख्नु कसले पाल्छन् जति माग गरे नि है छोराले पाल्नु पर्यो हैन छोराले पालेन नि छोरीले नि पाल्नु पर्ने के आम्बाउले ताको पालेन नि छोराले कर लाग्छ नि यसो गरेर पालेन नि त पाल्नु पर्यो पालेन भन्नु नि पाइयो बुहारी भएर छोराबारीले नपालेर नहरेर सुख पाए जलन त्यही हो नि हो त नि छोराबारी राम्रो पाल्नु मरि बेलासम्म राम्रो छोराबारीलाई सबैलाई अब यो चाहिँ ल हामीले चाहिँ यो चेस नेपालको मिस म्याडमलाई देखाउने हो के भएको हुनाले हामीले चाहिँ यस्तो गर्दैछौँ यहाँ समूह गर्दैछौँ भनेर यत्रो पैसा उठाएछौँ अब यो पहिलो कमाइ चाहिँ हामीले यो खुम्कीलाई दिएर पाइप जोड्ने भन्ने विचार गरियो पाइप जोडेर थुङ्गा लगाएर पानी सर थुङ्गा लगाएर पानी राख्ने थुङ्गा बनाउने राम्रो देवदेवतालाई सेवा गर्ने थुङ्गाहरू भत्किएको मन्दिरलाई राम्रो बनाउने प्लास्टर गरेर ल हुन्छ राम्रै आधी घन्टाको बनाउँला
एकदम राम्रो तार हजुरमा माथि हेर्नु त ल भयो ल देन सबै हो अहिलेसम्म यसरी समूहमा हिँडेको थिएन है अब समूहमा हिँडेर यसरी राम्रोसँग काम गर्ने के सुरुबाट त्यति समयमा आउने त्यति समयमा छोड्ने भनेको कसैलाई नि घाटा हुन्न के ठिक्क समयमा आउने अनि ठिक्क समयमा आउने कोही पाउने 7 बजे हुन्छ कोही के हुन्छ है हैन आटा परेर खान नपारेर के मलाई खाइदिनु हैन अब यसरी नि मिलेर गर्ने हो के त्यताला लाग्छ यसरी एउटा बोल्दिन ढिलाने आफ्नो सम्म हो हजुर सन्जय भन्नु पर्यो लाउन समूह भएपछि सजिलो भयो नि एकजना गएर भनेदेखि अब त समूहबाट सबै आउने भयो आधा लाउन पर्ने अर्को जति फेरि आधा समूह अन्त लगाएर पनि त्यो पैसा जसरी नि 1 घण्टाको हिसाब नि हुने भयो नि घण्टा लाउने थाहा नि हुने भयो आज छुट्टीको अब त्यो सबै त हामी आएपछि त खाउने भयो नि अब तपाईँ घले गाउँ के अरे कास्कीको के अरे घले गाउँ स्याङ्जा सिरबारी लमजुङको के अरे कास्कीको घान्द्रुङ गाउँ स्याङ्जा सिरबारी लमजुङको घले गाउँ घुम्नै पर्ने ठाउँ हो के अरे जान्दिन आउँदै त्यो त्यहाँ रे भागा मिलाएर बनाउनु पाएको हुन्छ के अरे ल खाजा खाने एक गते पैसाले घुम्न जाम बरु कता यसो राम्रो किनेर भटिदार गाडी बाह्र पालके हेर्न जान यो आधा पञ्चमी मेरे आधा हो कि हिजो पञ्चमी ल बोल्नु अब सकियो भोकन लाग्यो ट्याब पनि सकियो जम्मा 5 मिनेटको भयो अहिलेसम्म उता गरेको हो उच्यो गरेको 5 मिनेटको भइसक्यो 5 मिनेटको भयो उच्यो गरेको 5 मिनेट भइसक्यो 5 मिनेटको मकै खानेको मकै खानेको कास्कीको घान्द्रुङ गाउँ स्याङ्जा सिरबारी लमजुङको घले गाउँ घुम्नै पर्ने ठाउँ लमजुङको घले गाउँ घुम्नै पर्ने ठाउँ घुम्नै पर्ने ठाउँ हो के कास्कीको घान्द्रुङ गाउँ कास्कीको घान्द्रुङ गाउँ स्याङ्जा सिरबारी लमजुङको घले गाउँ घुम्नै पर्ने ठाउँ अलिकति घुमाउनु पर्छ मैले घुमाउने जस्तो पाइने हामीले गाडीमा नि धेरै यही गीत गाउँदै आएको पछि सिक्ने होला नि म जानेर भाइ होइन कास्कीको घान्द्रुङ गाउँ स्याङ्जा सिरबारी लमजुङको घले गाउँ घुम्नै पर्ने छ कास्की नि भन्नु पर्यो लमजुङ नि भन्नु पर्यो हाम्रो गाउँको भन्नु पर्यो न कास्कीको भने खाली कास्की नै छो स्याङ्जा कास्की र लमजुङ छो के यस्तो गीतमा अनि मुख्य ठाउँ भनेको हो नि त कास्कीको घान्द्रुङ गाउँ भनेको नि यहाँ देखेको ठुल्ठुलीसम्म देखे अब यता अरू छन् अरूको म नाम भन्छु यहाँ ठुलमम्मी विद्या पहाडी देखे यहाँ दुईटा लक्ष्मी पहाडी पिपिचर बुलले देखे यहाँ दुईटा अरू धने दाई अनि त्यहाँपछि सीता माइजू लीला ठुलिया
हाजिर गर्नु पर्यो हाजिर मलाई खिच्नु र याद अर्काले गीत गाउन लाए अब कता मोबाइलमा खिच्ने भनेर नि टिभीमा हालेर हेर्ने बनाउँछ न चक्का ल हेरौ यता कान्छा हेर्न यता सबै घौटी पर्छ नाथे राजिन हेर किसान हेर 9 मिनेटको भयो बन्द आर्दी हेर्न हेर तेरो मात्रै घौटी मुन्टा आउलाखेरि राजिन हेर है उठेर हेर्न उठेर हेर्न भरे चक्कामा यसो के खाने मकी भान्छु यो पाइपले केही नि हुन्न पछि 1 घण्टा हो राजिन बुढी त कस्तो आ 2 घण्टा हुन्छ नि एक घण्टा के सोध्दै के छ त त्यस्तै गर्छ नि आधा घण्टा दिनु अघि स्मर लिएर अन्त तपाईलाई अनि मलाई उल्टो मलाई अलि मकै हरियो आएन क्या दोहोरोमा आउँथ्यो है हरियो तिमी त्यहाँ गइदेऊ त कान्छा खुरुर भागेर जाऊ जाऊ मकै खान्देऊ छोरा जाऊ जाऊ अहिले नि आधी घण्टा बढी खाने हैन हजुर हजुर त्यहाँ बढी खाने हैन भोलि तपाईले आधी घण्टा हजुर हजुर के भनेको मैले पुरै बुझ्न सक्छु 1 घण्टा हुन्छ के आज नि नबुझ्ने बुझेर त भयो नि तिनीले बुझे त भयो नि भुवा अब हामी आधी घण्टा त मेलामा भइसक्यो मैले तिर्न पर्छ होला अहिले हैन आधी घण्टा यता हेर मम्मी बाबालाई पठाउने चुप्प भन नाचा नाचा नाचो भन्छु नाचो स्याबा नाच नि त यसरी दिदीको हाका नाचो उ त गुर्रा खेला नत्र ल ल गुर्रा खेला मन मन नलागेर न ओ साराज कहाँ सुन्छ र त्यो आइज भाइलाई खेला एकछिन त्यता त मोबाइल त्यता आँगनामा भाइ खेल्छ ल जाऊ आँगनामा जाऊ दादाले मोबाइल दिन्छ जाऊ ल जाऊ ल जाऊ आमा जाऊ त आमा जाऊ त आमा खै बोलाऊ आमालाई हाका हाका भन नि त आउँछ नि मेरो कान्छी छोरी बोला त बाबा भन त डेलिभरसँग नउठाइदिएर क्या पर्खेस पर्खेस भनियो मलाई मुद्र खडाएर जानु टिप्न कति राम्रो आएको टोको भन के भन्छौ यो बुटो मेरो त्यो बुटो तेरो भन यस यो त बाहिर मेरो यता हेर्नुहोस् बाबा भन ऊ कक उचाल त जा कक उचाल है अलिकति झैँ उचाल है यता लिएर आइज यता ले यता ओइ हाई रुन्छ यता ले हो त्यसरी ले ले हाई उचालेर ले न
हो ल्याउ 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 उचालेर ल्याउ खै छोरी सक्यो कि सकिन हो कि हाय 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 उता जा हो त्यता जा ल उचाल उचाल हाय अभी उचाल न ऐके चाहिँ अक्काली उता उता गएर उचाल जा उता गएर उचाल उता जा उता उता उतापट्टि गएर उचाल जा नाक त फेरि के नाक हो त्यसरी नाक उचाल न उचाल हो आइज भन् ओइ 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 सक्यो 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 स्याबास सक्यो है बाबा भन्न त अब स्याबास अब दादा भन आफूले त्यसो अनि अरे दादा भन न दादा भनेको खै दादा भन्न हेर्न गएन बाबा भनेको खै बाबा कोही बाबा हो भन भन न ठिक्क भयो अरू के अठाउनु पर्दैन
होइन मैले बहुतिखेर गएर भनेको आश्रममा नअर भन्दा भन्दै दुधाली चाहियो होइन त्यो छाडी काटियो अब भाइ माथि गर्न नाच है त्यसलाई पिटेर आउँछ टाउको चिलाएर हेलमेट गरेर कमाएर नि चिलाइ मर्यो नछेला आउँदैन छेले भाइ नाचेको भिडियो अलि लल्लाखेरि बोला कान्छ त्यहाँ दुखिरहेछ त्यसले पाइएर त नि सन्तक हुन्छ यहाँ पाइहाल्छ थो हार्दैउ न अब थो कुकुर भन अब भन्छ कुकु भन्छ आफैले भन्छ ल भयो फार्देऊ त्यसलाई अब कता फार्दिन्छ उ त फार्देऊ फार्देऊ त नमस्कार सबैलाई। यो कविन पहाडीको भिडियो 1 वर्षदेखि लिएर भनौँ 6 महिनादेखि लिएर 4 वर्षसम्मको भिडियोहरू सङ्कलन गरेर बनाएको छु। कविन पहाडी मुगुरी गाउँमा जन्मेको। हेर्नु होला सबैले। धन्यवाद। Kim cháu nên nào lại lên nào cháu. Di dalam paisa dia
मेरो बुढो नाच्दा गएर बोलाउनु त पैसा धरेन अच्छा मान्ने मानेन मैले खिचेको भाइको गा भने गर्दा नाच 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 आन्छी नाच नाच कान्छ भिडियो हो क्या बहाना बाबालाई पठाइदिने क्या नाच कान्छ आइको नाच छोरा उता दिएको मम्मीलाई दिन चन्दा सनाले सम्झाएर भन्न लाग्यो मिलाउनै सकिन दिनु जानु सबैलाई सम्झना भनेको मिलाउनै जाने सबैजना पऱ्यो आई घर जान दिनु जान सबैलाई सम्झना सबैजना पऱ्यो हाई घर जान पऱ्यो हाई घर जान दिनु दान सबैलाई सम्झना डालिनु छोरीले टेकेर सडकको बाटो मायालाई टेकेर पऱ्यो हाई घर जान पऱ्यो हाई घर जान दिनु दान सबैलाई सम्झना डालिनु छोरीले टेकेर नाच 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 सडकको बाटो मायालाई टेकेर सडकको बाटो मायालाई टेकेर नाच कान्छ नाच नाच स्याबान्छे मायालाई देखेर धोएर निचारा धोएर निचारा कति दिनै गर्दैछन् बिचारा डालिनु छोरीले टेकेर सडकको बाटो जाँदैको माया
अहिले त पैसा बरु बुढोलाई पठाइदिने नाजिका बारेली बुतुकै हुन्छुमा पैसा हो क्या फेरि यार राति मसा आएर गयो यार हम टाइम आज आमा पाटी चौकाइमा परछ कि चौकाइमा परछ कि भन्छ बाउसा हात्ती बोझाछ कि माया जाल बोझुमा झिझिम सानो नाजिका बारेली बुतुकै हुन्छमा चौकामा पाछ कि भन्छ बाउसा हात्ती बोझाछ कि माया जाल बोझुमा झिझिम सानो नाजिका बारेली बुतुकै हुन्छुमा झिझिम सानो नाजिका बारेली बुतुकै सबैलाई पिर्दै भेट भएको आजै हो पानी भेट त्यो सबै निकाल्न त्यहाँबाट भन्नुहुन्छ सबै निकाल्दा भेडी भयो म सर्म लाग्छ म त निकाल्न सक्छ हाँडा सानो नाजिका बारेली बुतुकै श्यामकासी बोलाउन माला बनाउन बन्द गर न गाडी किति यो अब आफैले गर्दैन बन्द गरे पागला बोलाउन गइहाल्यो नि बाइन्चेस अप्सनको लागि
आज आएको कहिले आएको बाह्रबाट के हो खिचा माइले आमा कुछ नआउँदो रहेछ भिडियो गरेको खोइ खोइ दुला राजा होइ त नि यहाँको ओ दुला राजा कौ त जान अलि त अलि त जान भुसन दाइ तपाईँ अलि त भन्नु यहाँ भन्नु नि यहाँ अलिक क्लियर हुनु पर्यो के मट्टीको लाउनु बजे तपाईँको फोटो निकाल्ने के बजे फोटो ए यहाँ बच्ची बच्ची हिँड्यो है होइन भाउने बजेको भिडियो गरेको कि के गरेको यो बसन्तले फोटो खिचेको कि भिडियो गरेको बसन्तले जे पनि गर्छ यति रमु तनी पर्छ है त
ल ल ओइ ओइ भिडियो बना केटा भिडियो भरे आउँछ है किसान यतार त भरे भिडियो निकाल्ने के तिमीहरूको नहल्लाइकन अरे हामी सबैलाई गर्छन् तेरो मोबाइलको गीत आइरहेको छ तेरो मोबाइलको गीत आइरहेको छ हामी त गार्जेनको नमाने गरे हो त बोल्न नि बोल्न गाँठे मलाई पठाउनु है भन आइज भन्दै थियो सानदेखि भन्नुला भन्नु भोलिको दिन हो कस्तो खान्छ त गाडी थर्काले पानी खानु हान्थ्यो नि त गाडी थर्काले पानी पनि हान्थ्यो कानलाई घाँसमा राख्ने हेर्नु कानलाई घाँसमा राख्ने अरे गरममा पनि मलफल नदिनु काटेर काटेर म गर्छु झन् चाकु फर्काइदिए त सृष्टिले त सानो ठ्याक्कै कति मिनट भयो 5 मिनट 4 मिनट राजुले गाडी तन्क खिचेको पहाड खिच्थे किन काम सुरु गर्नु पर्यो नाम भरा के भयो बिच आँटेको मान्छे एउटा
सबैमा उसले झेलिन रहेछ बान्छन् सबै सिक्छ ओ सिस्टी आऊ यता आऊ त यता आऊ त गरेँ मैले त्यही भएर त गराउने गर्नु के हुन्छ नि कस्तो त्यसलाई निन्द्रा लागेको हो क्या निन्द्रा लागेको छ त त्यो हात नगाएर त्यो निदा त अहिले चाहिँ निदाउन मसँग त दाल छ बेखरी दा यार हेर न सुत्ने होइन मलाई जुठो खाएको दिदी भने त्यसले म त्यसै हेरेँ कान्ति खाएको ल बाबु नजाऊ है छेउमा ओ केटा गोरु जोत त गोरु अहिले झार जोतामा हो त कति मैला र धैलो बसे त राजिन त भनिराखुन् भाबी 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 यता हेर अब यता हेर रिसाको बाबु यता रिसा रिसा अलि छिटो पनि जाऊँ न खाली जाँदा फेरि दोबारा लाग्छ माथि त किरा जस्तो आउँदो रहेछ किरा जस्तो राम्रो छ है राम्रो छ तिमी छोरा यता आउँछ त जाग्न बाउ आउनु कहिले कहिले बाउ आउनु कति भयो रे पनि बोल यहाँ जाउँछ बोलेको बोल त एकचोटि मम्मी आएर त यहाँ आउँछ ट्याक्कै मम्मी नचल न आफै आउँछ वहाँ जा त भाइ आउँछ जा त जा त जा वहाँ जा कुना जा त हो वहाँ जा हो
ओइ जान त वहाँ जा त म भिजिल हर्छु क्या जा त जा त सबै जा त वहाँ म भिजिल हर्छु अहिले हेर उसलाई यो जा त छोरी जा ले भाइ आएको हेर है ले 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 हे तेरी सुस्मी नगर्थे न भाइलाई उता जा न भाइ आउँछ के जा न उता अरू आइहाल्यो नि जा न भाइ आउँछ उता आँसेको सबै भाइको झन् हिँड्ने अरे त नि उता जा न उता जा भाइ आउँछ जा त फेरि जाऊ छोरा छचर भाइले जान्थ्यो त नचलाउ त होइन सर भाइले नछेल त ओइ नछेल भाइले नछेल त यहाँ रमाएको हेर न नछेल भनेको समाति हानेर हाँसेको नदिएको अरे नछेल न यिनीहरू त किन हो वहाँ जा त म खेदिदिन्छु वहाँ जा त हो त्यहाँ बस तिमीहरू सबै आउँछ त्यहाँ बस त अहिले हेर उसलाई यहाँ फेरि छेली उता जाऊ न भाइले नछेल त ओइ भाइले नछेल त ल्या भाइ कति राम्रो आएको है जान्थे सुस्मी जान्थे त भाइलाई मात्रै एउटाले गरे ढपक्क भाइलाई छेकेर बस्यो जान तेरो हातले छेल्यो त्यहाँ ए कहीँ कान्छाले नभयो नि हामीले भयो मैले गएर त छोडेको नापेर
हाम्रो बुढी मारे कति मिठो बनाए भात तरकारी भन्नु पर्ला नि अहिले तपाईँलाई देखाइदिन्छु बुढी माउ काम गान्छले भात खाएको नि खिच्नु पऱ्यो नि यता हेर त काम गान्छ मेरो छोराले हेर्छ ल उसलाई त लिए भन्छ नि बाबा भन अब ओइ बाबा ओइ बाबा भन अब बाबा भन त बाबा भन ल ल बाबा भन्न ल ल बाबा भन यता हेर त ओइ ल बाबु गर्थे फेर ओइ छोरा ल ल गर गर ल ल क्यारेको थियो त ba 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 बाबा भन न अबे फेरि भन स्याबा फेरि भन लोलो बाबा ल ल गर त बाबा गर बाबा হয়
जा तै जा 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 ओइ जा bunga 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 Thika kukur ए राम्रो आएछ छोरी तेरो हाँसे कि कति राम्रो आएछ नि त अहिले हेर त मैले खनेको नि आँखा पानी ए त्यही सुत्दै गर्न जानु बाबु 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 हेर्न कति राम्रो आयो बाबु अहिले त बेलुकी बेलुका भयो नि त ओ बाबु किन छिटेका तलाई बन्दुकले मलाई चाहिँ खिच्न दिएन खिच्न दे तेरो आमालाई फोटो हुन्छ रे बाबु वाह उब्रियो बाबु उब्रिएका कति राम्रो हाल त बाबु बाबु हेरिँदै हेरेन फोटो खिच्दै न्याउ न्याउ पुतली न्याउ न्याउ पुतली नबिर्से तिमीलाई नपाए तिमीलाई फालिदिएको आन्टी हेर्न मन लाग्यो छोडी गाई पाप्लालाई नि फालिदियो आन्टी किन फालिदिनु कता नि हेर्दै हेरेन होला सबैले मेरो छोरोलाई कालिका र रिकाले भाइमा खुकाएर राख्दे त अब ए भेर के रे एउटा बहिनीको नाम आन्टी कालिका यसलाई अहिले सोध्न पर्ने फेरि देख ओइ यता फर्काइदियो अब ओइ यता ओइ ल ल सधैँ नि हो बसेर बस अबि रिसाको बाबु टोपी मिलाइदेन माथि बुझी ला ए ला बाबु ला ल ल ल राम्रोसँग रे आफू जोगी राम्रोसँग रे प्रकाश अहिलेसँग काटे होइन
टाउको लर भोग्दै उता दुईटा हातले दे न सबै देउता त सम्झे दे है राखेन गयो न मेरो कपडा लिएर आइज भने अब भयो है यहाँ पूर्वतिर फर्काएर खानेपछि त आलीतिर सिरानी राखिदियो आलीतिर राखिदेऊ न सिरानी पूर्व भनेको यता हो कि गिलौतिर पर्छ हाम्रो त यता पर्यो नि हाम्रो त यता पर्छ तपाईहरुको उता फर्केको छ हाम्रो यता फर्केको छ नि त फेरि हाम्रो त यता हो पूर्व त म पहिला पूर्व बस्नु जान्दैन खोइ त्यो छैन एउटा तामाको पैसा नि छैन अघि तामा बस्छ खोइ त्यो पैसा दियो खुवाउने हो त्यहाँ राखिदिए यहाँ रहेछ अब पूजा नि हैन यहाँ दियोमा पूजा गर्न छैन त्यो कलश उपलब्ध राख्नु छ अच्छा त त्यसमा हाल्नु त्यो पैसा हुँदै पैसा उ त्यो भातको थालको डिला राख्नु लड्छ त्यहाँ फुलपात दिनु र त्यसले जाडो भयो कपडा लाग्यो भने कपडा लगाइदिए त हुन्छ त्यो कलश माथि राख न खरे माथि राख्नु नि त कपडा त्यो फुल के फुल कलश माथि राख भनेको अब बाबुलाई टिको लगाइदिउँ कता फर्केर खाने अरे त्यसरी खाने अरे पूर्व ए सीता हेरियो ताउली पिँडालु भयो ताउली यहाँ सबै आउँदै खुवाउने लावेला कहाँ त्यहाँ राख्नु पनि हो निकै लगाइदिनु नि त अब अलग कलर दरजा राख्दै बत्ती दरजा जान आम बनाउनु त दरजा अब खाइदिने होला नाम है टिको लगाइयो पैसा देऊ अनि फुल खोइदिने फुल लगाइदिए फुल तामा पैसा हाल्ने हो तामाको पैसाले खुवाउनु होइन यो थाला हो थाला के खेलाउँछ किताब कापी के खेलाउँछ त्यही हो कपी लिएर आउनु त टेबलमा अहिले दिँदै राखेको हुन्छ अझ उहाँ बेचका किताब राख्ने के राख्ने पकाएको सबैको हो हम्मै खाइदिनु नि त ल 3 चोटि लर खाइदिनु भात मात्रै गर्दै त भयो भात मात्र जुठो लगाइदेऊ अर्किन्छ भित्र चितो गर अर्किँदैन अब खाने खेलाइ भयो नि त्यति भयो त अर्को बाल्टी होइन त्यो कपडा अलि गम्म लगाइदिनु न लगाइदिने अब लगाइदिने क्या बल्ल बल्ल भयो लाएर भयो त्यही पनि उसले अब त्यहाँ छ नि कपडा ल्या ल अब हजुरआमाले
अनि आदि हजुरआमा अब त सबैले खाइदिन्छन् नि ल खै पैसा खेलाउने को नाममा भए त भइहाल्यो नि ज्यादा बस्छ भने थियो होइन के हुन्थ्यो र चोखा लुवाई पहिला त कपडा लगाइदिने नै भात भाइका दिन आज त जन्मिँदा नै कपडा लिएर पुराउनु अरे आज नि कस्तो खिच्दैछ आइन छैन खिचेको ल खिचेर खाऊ है भात कति साँझ परेको त नि सबै बोल्नु न हल्ला गर्नु ल के हल्ला ल तपाईले खाइदिनु अन्त कपडा लाएर भात उगारे पहिला हल्लाएर कराउनु भएन ज्ञानी बन्नु इन्जिनियर पाइलट बन्नु हजुरआमाले अलि आशिष आमाले र हजुरआमाले अलि आशिष दिनु है छोरालाई घुँडा फर्काएर भात खाउन क्यार्नी हो त नि के गयो त घुँडा फर्काएको अलिकति रङ छुट्टै अझै अलिकति रङ धेरै हालेर बनाइदिए टाँसिन निजार भरि अचेत लाइदिँदालाई त्यताको अक्षत अहिले ल्याएन छैन त्यतै लगे होइन भित्र लगे यहाँको त अडिएन कि अचेत नि कति थोरै हो नि अचेत फेरि अचेत यति जाडो हुन्छ त्यत्रो भाइ गर्नु बोलाउने यति अचेत हुन्छ ए बुझ्यो अगाडि अक्षत थाल अगाडि राखेर भित्र लसनी त्यो भातको थाल ल राख्नु पाठा हो यता गयो हामी समाउँछौँ नि मान्छे भयो अहिले छोड्दै त्यो अङ्खाराहरू तेलहरू सबै भाइको हातले छोइदियो त केही नि हुन्न धान हामीले ल्याएको धान घिउ अहिले ल्याइयो होइन हाल्ने दुध पनि ल्याइयो होइन ए दबाउनु पर्यो अझै सीता घिउ चाहिन्छ एक जाडु जति गाईको दुध र घिउ एक डाडु भन् एक जाडु चाहिँ ऊ धुप हाल्ने त धुपै राखेको छ भन्नु थियो नि त चोखो धुप त्यहाँ घुम्नको लागि चाहिन्छ ए यता देखा त त्यसलाई माथि दियो नि बाबा चिजालाई दियो हुन्छ बाबु ओ चिजा लैजाऊ बाबु लैजाऊ त
यसलाई लैजा अब ऊ ल्याएन धुपहरू छ छैन है त्यसले के छ होइन घिउ र ऊ नल्याएछ गाईको दुध क्या बोलाएको हेर न चखिस गर्दाखेरि को हलिनु बित्ता रिता एकैछिन बस रिता आसी त्यो छोरा लिएर गयो हुन्छ नगर मैले यहाँ भेडी गरेछु मार त म हान्नु पर्ला जस्तो लाग्यो सिधा ओइ रङ दियौ रङ रङ उदै लैदै थियो नि त उदै लैदै थियो नि त भाइलाई नि गरिदिन्छ नि हामीलाई गीतले त अलि भाइलाई चुप गरिदिएको भाइलाई चुप गरिदियो ल भाइ त फर्कियो नि भाइ यता फर्कियो अरे भाइ दाइले भाइलाई चुप खानु टाढा हुँदो रहेछ छोरालाई छोइदेन हातमा ल र के हुन्छ न ल्या सिकेको ल बोला आउनु आउनु भन्दैन आउनु आउनु भन्दैन आउनु आउनु भन्दैन राख्दैन उहाँ ल ऊ त जग्नेर ल राख्दै गौटेलाई राम्रो छ पछाडि छ दाजु गाईको दुध यो जाला
त्यहाँ हेर है प्रकाश त्यहाँ हेरेको बाली बजारेको बासँगै घर बस्नुहुन्न अंकित येत यार ओय अंकित त्यो दमै अंकितलाई हैन हामीले बागन अंकितलाई भनेको मन चोकको छ कि मन हराएको म झन् बिहान भरि उठेको रे पानी डुबेर आएको व्रत बसेर आएको 3 वर्ष हजुर अथवा हुन्न दामी छु पाती देवी पानी दैन आजकल त पाती त चोखै हुन्छ त्यहाँ कसैले केही नि गर्दैन
बाबा दे पैसा खुल्ला पैसा अरे खुजुरा थियो होला नि घर यादै आइदियो नि मेरो पोइन्टको आज यही राखिदियो नि हुन्छ यही राखिदियो नि हुन्छ पैसा नदिनु पर्यो जान्छ दोकान आएर एउटा रिचार्ज कार्ड माग एनसिएलको एउटा रिचार्ज कार्ड माग अनि एउटा तोरीको तेलको पोको मागेर लिएर आइज त्यहाँ दोकान आएर छिटो अहिले स्कुल आउँछ ऊ अलि दिदी दिनुहुन्छ अरे भन्न एनसिएलको रिचार्ज 100 र 100 को लिए भाई करो तो भाई तोरीको लिए भने बहिनीलाई तेल कता रे पसल गोपालका यही बाटोमा राखे घरी भिडियो गरेर किन पठाउने भनेर तपाईँ पनि फेरि त्यस्तै सिक्ने हो त्यही हेर्दै अर्को दिन आँसी कता राख्ने चिजले अर्को आँसी दाई भनिदेऊ न खै दाई भन्दा मान्छे बाबुले सु गर्यो छिटो गर्नु बाजे यस्तो गर्दा गर्दा हेर्नु भयो स्याबा राम्रो आएछ उठेर हिँड त अब त्यहाँ
ल हिँड न बाबा उठेर हिँड त उठेर हिँड्देऊ त ल हिँड्देऊ ल ल उठेर हिँड त छोरा हिँड त राम्रो आँखा उठेर त्यहाँ हिँड त फुत्तु 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 हिँड बाबा उठो त बाबा उठो मेरो राजा उठ त बाबा उठ न छोरा स्याबा बाबा उठ वाह वाह घैटो उठेर हिँड न नहिँड्ने अरे अहिले त हिँड न हिँड 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 मन नलागो अहिले त पटक्कै मन लाउन नि त आफूलाई भने जस्तो भन भने त बाबु छोडिदेऊ त्यहीँ छोडिदेऊ त नि बाबा भेडियोहरू कति देखेको क्या त हिँड्यो हेर्ने यहाँ मेरो छोरो हिँडेको बाबु आम्मै बाबु जग्गाहरू खिचेर पठाइदिनु आयो पाइयो त्यसलाई नसमा बाबु यता हेर माथि हेर यता मम्मीलाई हेर हो त्यहाँ यता आऊ आऊ त आऊ आऊ आफू त्यहाँ बजाउने अरे हेर सिलाएर सोध्दा हटिदिन्छ गाँडा नगया ल्याइदियो भने ठिक अरे ओह्राली बजाउने अच्छा के अरे मजाले बजाउने अरे त छोरा
उद्या छोरा त ठुल्ठुलै भयो है 10 वर्षको नि बढी भयो यो एक्लै बसेको छ बाबु ठाई 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 गरिछ दामी राम्रो के खायो खालिदियो यस्तो छोरो बोकेर खाने चाहिँ मलाई भनिराख्नु छोरालाई हेर भन्न त्यता बापू ओहो डना के देखा हैदैन कता कता गरे हा बाउनी बजे त मुन आयो के गरे हा के सुन्न ल्याएको रे यस्तो पात हाले त बापू ल हेर उता कता हेर सरा उता हेर बराबर गरे ओ बाबु भन्न कपिन है कपिन कपिन अभी आशा आशा अभी लाज लाग रे बाबा हाँ सामने तुम्हें जानने के लिए ओए ओ लाला चले सर में लाया जंग कर रहा है ओए कबिन है कबिन हाय निद्रा रहा हाय 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 आची गर्दै हाय रुन्चे 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 आफूलाई नि शर्मा लाग्ने हेरी कबिन भाइ त बोल्छ अर्को कहाँ भन्छ बाबा भनिदेऊ त ल बाबा भनिदेऊ ल बाबा भन बाबा भन बाबा भन भन बाबा भन भन नहेर हेर्नु छ्यापा हाय छ्यापा ल हाँसी 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 ल फेरि गाह्रो ल आया दुख्यो छुची ल आया ल ऊ हेर उति दिलाएर कबिन कबिन हाँसी 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 अभी हाँसी Kapin, 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 हाँस्न एकचोटि ओइ ल हाँस्यो
हास्यो हास्यो ए हास्यो 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 सर्व लाग्छ जाडोलाई नि हास्यो 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 कबिन एकचोटि हाँस्न ल हो कबिन ल हाँस्यो हास्यो 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 हेर हाँस्यो 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 किन उही हाँस्यो के हो ल ल ल हे गर्न अब लाज लागेर सबैको चिनो पठाइदिनु नि बोले मुख पनि टेढो टेढो बनाएर कति राम्रो खाऊ तिमीहरू कि रोह न एकचोटि दुइटै अझै भाइलाई भैँमा राख्न पर्थ्यो कस्तो टुवा परेर हेर्थ्यो भाइलाई अझै भैँमा राखिदिने नि कति टुवा परेर हेर्थ्यो मरे मरे ओ सरस खारेको भाइलाई राम्रोसँग रे भाइलाई फेरि फोटो खिचेर आरे न ओइ चाहिँ आउँछ हेर्यो यहाँ